यो भिडियो हेरिराख्नुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। इन्ट्रोडक्सन टु फरेन्सिक साइन्स। यसमा चाहिँ हामीले नेपालमा फरेन्सिक साइन्सको पढाइ नहुने तर फरेन्सिक साइन्समा चाहिँ भ्याकेन्सी खुल्ने भएका कारणले त्यसमा चाहिँ आवश्यक केही बेसिक नलेजका कुराहरू हामी यो भिडियो मार्फत सेयर गर्न चाहन्छौँ। त्यसमा हामीले आज यसको कोर्स डिटेलमा चाहिँ आउटलाइनहरू बनाएका छौँ। फरेन्सिक साइन्सको परिभाषा, यसको हिस्ट्री, प्रिन्सिपल, इम्पोर्टेन्स, डिफ्रेन्ट ब्रान्चेज अनि एक्जिस्टिङ सिनेरियो इन द कन्टेक्स्ट अफ नेपाल र रिसेन्ट एडभान्सेज, यी 7वटा टपिकको पेरिफेरीमा रहेर हामीले आज यो बारे पढ्नेछौँ। यसको थोरै हामी ब्याकग्राउन्डमा जाउँ। धेरै पहिला चाहिँ एकदम पुरातन कालमा चाहिँ एन्सियन्ट पिरियड भनौँ, त्यसमा चाहिँ कस्तो हुन्थ्यो भने ट्रायल बाई अडियल भन्ने हुन्थ्यो। त्यसमा कुनै व्यक्ति दोषी छ कि छैन भन्ने छुट्याउने आधार चाहिँ उसलाई चाहिँ टर्चर दिने र त्यो टर्चर उसले सहन सक्यो भने ऊ चाहिँ इनोसेन्ट हुने, तर सहन नसकेर उसले कन्फेस गर्छ भने ऊ चाहिँ गिल्टी हुन्छ। यसमा डिमेरिट के भयो भने इनोसेन्टले पनि टर्चर पायो, उसले पनि दुःख पायो, त्यो त हुनुहुन्न भन्ने हिसाबले चाहिँ समाज बिस्तारै अगाडि बढ्दै गयो र समाजमा चाहिँ अहिले विभिन्न प्रकारका साइन्टिफिक टुल्सहरू, टेक्निक्सहरू, प्रिन्सिपलहरूका बेसमा चाहिँ फिजिकल इभिडेन्सहरूलाई परीक्षण गर्ने र त्यो फिजिकल इभिडेन्स, भौतिक सबुतको परीक्षणबाट जुन नतिजा आउँछ त्यो नतिजाका आधारमा चाहिँ न्याय सम्पादन गर्ने काम गर्न थालियो। यसरी चाहिँ विधि विज्ञानको विकास भएको देखिन्छ। इन्भेस्टिगेसनका 3वटा टुलको बारेमा जान्न आवश्यक छ। इन्फर्मेसन, इन्टरभ्यू र इन्स्ट्रुमेन्टेसन। यसलाई 3I भनेर पनि पढ्ने गरिन्छ। एउटा फर्स्ट इन्फर्मेसन रिपोर्ट। सुरुमा चाहिँ इन्फर्मेसन हुनु पर्यो कुनै पनि घटनाको बारेमा, र त्यो घटनासँग सम्बन्धित व्यक्तिहरूलाई चाहिँ इन्टरभ्यू गर्नु पर्यो, सोधपुछ गर्नु पर्यो, केरकार गर्नु पर्यो। त्यहाँबाट चाहिँ के गर्नु पर्यो त, क्वेसन मार्फत फ्याक्ट्सहरू कलेक्ट गर्नु पर्यो र उसले भनेका फ्याक्ट्सहरू र घटनास्थलमा फेला परेका भौतिक सबुतहरूको, त्यो जुन भौतिक सबुतहरूको परीक्षण गरेपछि आएको नतिजा र उसले भनेका कुराहरू चाहिँ ट्याली गर्दाखेरि मिल्छन् कि मिल्दैनन् भन्ने कुरा पनि थाहा पाउन सक्यो। र त्यो साइन्टिफिक टुल्सहरू, विभिन्न उपकरणहरूको प्रयोगबाट भौतिक सबुतहरूको परीक्षण भइसकेपछि त्यसबाट आएको नतिजाले चाहिँ इन्भेस्टिगेसनलाई लिड गर्ने कुरा भयो। यसरी 3I भनेर, इन्फर्मेसन, इन्टरभ्यू र इन्स्ट्रुमेन्टेसन भनेर 3I's भनेर टुल्स अफ इन्भेस्टिगेसनलाई चाहिँ भनिएको छ। यसै गरी हामीले फरेन्सिक्स भन्ने शब्द चाहिँ ल्याटिन वर्ड फरेन्सिसबाट डेराइभ भएको देखिन्छ, जसको मिनिङ फोरम हो। फोरम भनेको चाहिँ जहाँ न्याय सम्बन्धी जुन अदालती प्रक्रियाहरू हुन्छ, त्यहाँ चाहिँ एउटा मास अफ पिपल, पब्लिक प्लेस हो, जहाँ चाहिँ व्यक्तिहरूले चाहिँ अदालती प्रक्रियाहरू चाहिँ अगाडि बढाउने गर्दछन्। यसरी चाहिँ यो क्वेसन जाँचमा चाहिँ फरेन्सिक शब्द चाहिँ कुन भाषाबाट डेराइभ भएको हो भन्दा ल्याटिन वर्ड हो। यसको मिनिङ फोरम हो, पब्लिक प्लेस वेयर सेनेटर्स एन्ड अदर्स डिबेटेड एन्ड हेल्ड जुडिसियल प्रोसिडिङ भनेर भन्नु पर्यो। फरेन्सिक साइन्सको डेफिनेसनतिर लागौँ। फरेन्सिक साइन्सका विभिन्न व्यक्तिहरूले विभिन्न डेफिनेसनहरू दिएका छन्, परिभाषाहरू दिएका छन्, र यसको एउटा परिभाषा हामीले के बुझ्न सक्छौँ भने यस चाहिँ फरेन्सिक साइन्स भनेको चाहिँ साइन्टिफिक प्रिन्सिपलका आधारमा विभिन्न अनुसन्धानहरू गर्ने, जसले गर्दाखेरि लिगल इस्युजलाई चाहिँ सल्भ गर्न मद्दत गर्छ। त्यो गर्नको लागि के गर्नु पर्यो, भौतिक सबुतको परीक्षण गर्नु पर्यो भने यो सबै जुन प्रक्रिया छ त्यसलाई नि फरेन्सिक साइन्स भनिन्छ। यो चाहिँ विज्ञान र कानुन बिचको चाहिँ पुल हो। इट इज द ब्रिज बिट्विन साइन्स एन्ड ल। फरेन्सिक साइन्सलाई नेपालीमा चाहिँ विधि विज्ञान भनिन्छ। यसलाई साइन्स अफ जस्टिस पनि भन्ने गरिन्छ। फरेन्सिक साइन्सले अपराध अनुसन्धानमा एकदमै महत्त्वपूर्ण पिल्लरका रूपमा चाहिँ उभिएको छ। ब्याकबोन अफ इन्भेस्टिगेसन भनेर पनि फरेन्सिक साइन्सलाई भनिन्छ, जसमा एक्सपर्टले चाहिँ, जसले फिजिकल इभिडेन्स चाहिँ परीक्षण गरेको हुन्छ ऊ चाहिँ एक्सपर्ट भयो। एक्सपर्टले चाहिँ आफ्नो साइन्टिफिक ओपिनियन दिन्छ, जसले गर्दा अदालतमा न्यायाधीशहरूलाई न्याय सम्पादन गर्न मद्दत हुन्छ। एज अ रिजल्ट प्रोटेक्सन अफ अर सेफगार्ड अफ ह्युमन राइट हुने नै भयो। अन्तिममा त मानव अधिकारको संरक्षण गर्नु, मानव अधिकार पाउनु व्यक्तिले, अन्त्यमा यसको उद्देश्य त त्यो नै भयो। विधि विज्ञानको हिस्ट्रीको सन्दर्भमा मैले नेपाल पुलिसको चाहिँ यो फरेन्सिकको वेबसाइटबाट मैले यहाँ राखेको छु रेफरेन्सका रूपमा। सबभन्दा पहिला फोटोग्राफी स्थापना भएको देखिन्छ, त्यसपछि फिङ्गरप्रिन्ट, सेरोलोजी,
त्यसै गरी सेरोलोजी भनेको बडी फ्लुइडहरू भए, त्यसपछि ब्यालिस्टिक टक्सिकोलोजी, नार्कोटिक्स बायोलोजीहरू भएको देखिन्छ। रोयल जुडिसियल रिफर्म कमिसन बनेको देखिन्छ। त्यसपछि त्यो जति पनि पुलिससँग भएका ती फरेन्सिक सम्बन्धीका इक्विपमेन्टहरू थिए सबै रोनास्ट, त्यति बेला चाहिँ रोनास्ट थियो, रोनास्टलाई चाहिँ ह्यान्डओभर गरेको देखिन्छ। पछि यो पुलिसमै राख्नुपर्छ भन्ने पुलिसमा यसको आवश्यकता देखिएपछि चाहिँ नेपाल प्रहरीमा चाहिँ 2051 साल माघ 11 गते यो चाहिँ रिइस्टाब्लिस भएको पाइन्छ। यसपछि यो त्यति बेला चाहिँ नेपाल पुलिस एकाडेमीको प्रिमिसेसमा चाहिँ चलिराखेको थियो। यसको बिल्डिङ त्यही नै थियो, त्यहाँबाट नै यसले सेवा प्रदान गरिराखेको थियो भने बिस्तारै अहिले आएर चाहिँ यो नेपाल पुलिस एकाडेमीमा नभएर यो चाहिँ अहिले यो सामाखुसीमा चाहिँ सिफ्ट भइसकेको छ। 2070 सालमा सिफ्ट भएको भन्ने कुरा यहाँ राखेको छ। पुलिसमा विधि विज्ञान खुलिसकेपछि, रिइस्टाब्लिस भइसकेपछि क्वेसन डकुमेन्ट शाखा, ब्यालिस्टिक्स, एक्सप्लोसिभ, बायोलोजी, सेरोलोजी, फिङ्गरप्रिन्ट, फिजिक्स, फोटोग्राफी र बाँकी यो एफिसहरू, डिएनए युनिट, धरानमा चाहिँ एउटा शाखा विस्तार, त्यसै गरी एफिसको लाइभ फिङ्गरप्रिन्ट इनरोलमेन्ट स्टेसनहरूको सुरुवात। अनि त्यो हुँदाहुँदै 2063 6 महिना 2 गते सेन्ट्रल पुलिस साइन्स ल्याब चाहिँ रिनेम भएर सेन्ट्रल पुलिस फोरेन्सिक साइन्स ल्याबोरेटरी भएको थियो भने हाल सिपिएफएसएलबाट पनि यसलाई नेपाल पुलिस सेन्ट्रल फोरेन्सिक साइन्स ल्याब भनेर 2078 11 महिना 5 गते चाहिँ यसको नाम परिवर्तन गरिएको थियो। 2078 साल 8 महिना 15 गते नेपालगञ्जमा चाहिँ एउटा शाखा विस्तार गरिएको देखिन्छ। 2082 सालमा कोडिसको सेटअप गरिन्छ। कोडिस भनेको चाहिँ डिएनए डेटाबेस हो। हामी अब प्रिन्सिपल अफ फोरेन्सिक साइन्सतिर लागौँ, जसमा हामीले मुख्य प्रिन्सिपलहरूका कुराहरू गर्छौँ। सबैभन्दा पहिला फादर अफ फोरेन्सिक साइन्स भनेर एडमन्ड लोकार्डलाई भनिन्छ। उहाँले दिएको सिद्धान्तमा के छ भने एभ्री कन्ट्याक्ट लिभ्स अ ट्रेस र एभ्री ट्रेस टेल्स अ स्टोरी। जब दुईटा अब्जेक्टहरू चाहिँ एक अर्कामा चाहिँ के हुन्छ, कन्ट्याक्टमा आउँछ भने देयर इज म्युचुअल एक्सचेन्ज अफ द मटेरियल। जस्तै यहाँ फिगरमा एउटा दिएको छ, यो टायर, हामीले यहाँनिर सपोज एउटा गाडी छ, गाडी चाहिँ कुनै क्राइम सिनबाट भाग्दैछ। अहिले क्राइम गर्नको लागि चाहिँ सवारी साधन भेहिकलमा चाहिँ आउन जान गर्ने गरिन्छ, अथवा चाहिँ पैदल हिँड्न सकिएला होइन, के न के माध्यमबाट त आउनु पर्ला। जस्तै गाडीमा कुनै व्यक्ति आयो र क्राइम सिनमा पुग्यो त्यो गाडी चाहिँ भने त्यो गाडीको टायरमा चाहिँ त्यहाँ भएको माटो अथवा त्यहाँ भएको धुलो, त्यहाँ भएको ग्राउन्डमा भएको कम्पोनेन्ट त्यसको टायरमा रहन्छ भने त्यो टायरको छाप चाहिँ त्यो ग्राउन्डमा चाहिँ देखिन्छ भने टायरले चाहिँ छाप छोड्यो र त्यो ग्राउन्डमा भएको धुलो चाहिँ त्यो टायरमा टाँस्यो। यसरी चाहिँ म्युचुअल एक्सचेन्ज भयो मेटेरियलको। यो प्रिन्सिपललाई नै लोकार्ट्स एक्सचेन्ज प्रिन्सिपल अथवा थ्योरी अफ कन्ट्याक्ट एन्ड एक्सचेन्ज पनि भनिन्छ, एडमन्ड लोकार्ट्स प्रिन्सिपल पनि भनिन्छ है। यसलाई चाहिँ हामीले के भन्नु पर्यो त, एभ्री कन्ट्याक्ट लिभ्स अ ट्रेस भनेर चाहिँ हामीले बुझ्नु पर्यो। जब दुईटा अब्जेक्ट चाहिँ म्युचुअल कन्ट्याक्टमा आउँछन् त्यहाँ चाहिँ के हुन्छ, म्युचुअल एक्सचेन्ज अफ द मटेरियल हुन्छ भन्ने कुरा। यो चाहिँ इक्जामको लागि एकदमै महत्त्वपूर्ण प्रिन्सिपलका रूपमा चाहिँ बुझ्नु पर्दछ। जस्तै क्राइम सिन, भिक्टिम र पर्पेट्रेटर बिचको चाहिँ रिलेसन कसले राख्छ त, फिजिकल इभिडेन्सले चाहिँ यिनीहरूलाई कनेक्ट गर्ने काम गर्दछ। यसै गरी दोस्रो प्रिन्सिपल चाहिँ थ्योरी अफ इन्डिभिजुअलिटी। यो संसारभरिमा चाहिँ दुईटा एक्ज्याक्टली सेम भएका केही पनि कुरा छैनन् भन्ने चाहिँ यो प्रिन्सिपलले भन्दछ। नो टु इन्डिभिजुअल्स आर एक्ज्याक्टली अलाइक। जस्तै दुईटा ट्विन्सको पनि फिङ्गर प्रिन्ट के हुन्छ त, फरक हुन्छ भनेपछि त्यसकै आधारमा के हुन्छ त, इन्डिभिजुअलाइजेसन हुन्छ। हरेक व्यक्तिको डिएनए पनि फरक हुन्छ, फिङ्गर प्रिन्ट पनि फरक हुन्छ भने यसरी चाहिँ इन्डिभिजुअल को प्रिन्सिपल जुन छ, थ्योरी अफ इन्डिभिजुअलिटी। जस्तै एउटा फायरआर्मको यो जुन कार्ट्रिज छ, यो हामीले चाहिँ जेनरल भाषामा चाहिँ कारतुस भन्छौँ, यसलाई कमनली चाहिँ गोली पनि भनिन्छ, जुन चाहिँ गलत टर्म हो। यो कम्प्लिट चाहिँ कारतुस हो। यो पड्काउनको लागि यो यो जुन पर्क्युसन क्याप भन्ने हुन्छ यसमा हिट गर्नुपर्छ भने यो हिट गर्दा फायरिङ पिनले हिट गर्ने हो हतियारको, हो त्यो हतियारको फायरिङ पिनले यसको पर्क्युसन क्यापमा हिट गरेपछि यहाँ जुन मार्क भन्छ फायरिङ पिन मार्क हो, त्यो मार्क चाहिँ हरेक हतियारको युनिक हुन्छ भने यो के का आधारमा भयो त, प्रिन्सिपल अफ इन्डिभिजुअलिटी, थ्योरी अफ इन्डिभिजुअलिटीमै आधारित भयो कि हरेक कुराहरू के छ त, फरक छ। तर त्यसै हतियारले फेरि अर्को कारतुसमा हिट गर्दाखेरि त्यो के हुन्छ त, सिमिलर हुन जान्छ भनेको। दुईटा कुरा एक्ज्याक्टली एलाइक हुन सक्दैन। यदि त्यो दुईटा 100% सेम हुन्छ भने वान अफ देम मस्ट बी फर्ज्ड। एउटा चाहिँ के गरेको हुनसक्छ चाहिँ फर्ज हुनसक्छ, फर्जी हुनसक्छ भन्ने चाहिँ यो प्रिन्सिपलले भन्दछ।
यसै गरी अर्को प्रिन्सिपल छ थ्योरी अफ कम्प्यारिजन। यसले चाहिँ ओन्ली द लाइक्स क्यान बी कम्पेयर्ड। सिमिलर कुरा चाहिँ कम्पेयर गर्न सकिन्छ भने, जस्तै फाइबरहरूमा चाहिँ एउटा फाइबर चाहिँ फाइबरसँगै कम्पेयर गर्न सकिन्छ। जस्तै एउटा फायर गरेको बुलेट चाहिँ फायर गरेको बुलेटसँगै कम्पेयर गर्न सकिन्छ। दुईटा फिङ्गर प्रिन्ट्सहरूमा ती एक आपसमा कम्पेयर गर्न सकिन्छ। तर एउटा फिङ्गर प्रिन्ट छ एउटा बुलेट छ भने यी चाहिँ के हुन सक्दैन, कम्पेयर गर्न सकिँदैन भन्ने कुरा हो। सिमिलर थिङ्स क्यान ओन्ली बी कम्पेयर्ड भन्ने चाहिँ यो थ्योरी अफ कम्प्यारिजनको प्रिन्सिपल हो। अर्को छ थ्योरी अफ प्रोग्रेसिभ चेन्ज। यसमा चाहिँ टाइम अनुसार, टाइमको पास अनुसार चाहिँ के हुन्छ त, हरेक कुरा बिस्तारै परिवर्तनशील हुँदै जान्छ, परिवर्तन हुँदै जान्छ भन्छ। जस्तै फिजिकल इभिडेन्स जुन भौतिक सबुतहरू छ यो चाहिँ के हुन्छ त, चेन्ज हुँदै जान्छ समय अनुसार। के का कारणले, इन्भाइरोमेन्टल एक्सपोजरका कारणले, अथवा चाहिँ ट्रान्सपोर्टेसनका कारणले, ह्यान्डलिङका कारणले, त्यसको स्टोरेज कस्तो छ त्यसका कारणले। यसले भन्न खोजेको कुरो के हो भने समय अनुसार बिस्तारै चेन्ज हुँदै जान्छ। त्यही भएर यथाशीघ्र नमुना सङ्कलन गरेर परीक्षणको लागि चाहिँ विधि विज्ञान पठाउनु पर्छ भन्ने यो प्रिन्सिपलको आशय देखिन्छ। जति सक्दो छिटो चाहिँ गर्नु। जस्तै फिङ्गर प्रिन्ट पनि के हुन्छ, एकदम तुरुन्त गरेको फिङ्गर प्रिन्ट, यदि क्राइम सिनमा चाहिँ क्राइम भयो र तुरुन्त हामीले फिङ्गर प्रिन्ट लिफ्ट गऱ्यौँ भने त्यहाँ आउने फिङ्गर प्रिन्ट जुन छ त्यसको क्वालिटी र धेरै समयपछि आउने फिङ्गर प्रिन्टको क्वालिटीमा फरक हुन्छ। ब्लड स्टेन पनि सेम नै भइहाल्यो, तुरुन्त हुने र लामो समयपछि चाहिँ इन्भाइरोमेन्टल फ्याक्टरका कारणले, टेम्परेचरका कारणले, ह्युमिडिटीका कारणले, होइन, यी धेरै कुराहरू छन्। यिनीहरूका कारणले चाहिँ के हुनसक्छ त, यो चेन्ज हुँदै हुँदै जान्छ भन्ने कुरा चाहिँ भयो। जस्तै इङ्कको क्वालिटीमा हामीले लेखेकै कुराहरूमा पनि बिस्तारै के हुँदै जान्छ, यो चाहिँ लेखेको जुन पेनको चाहिँ गाडापन छ यो बिस्तारै हराएको देखिन्छ। बायोलोजिकल इभिडेन्स त एकदमै इम्पोर्टेन्ट छ यसमा। जस्तै रगत यो सर्टेन टेम्परेचरमा हामीले राख्न सकेनौँ भने त्यो के हुन्छ, डिग्रेड हुन्छ, जसले गर्दा त्यसबाट डिएनए नआउने सम्भावना एकदम प्रबल रहन्छ। यसै गरी अर्को प्रिन्सिपल छ प्रिन्सिपल अफ एनालाइसिस। यसले चाहिँ के भन्छ भने नो एनालाइसिस इज, है, यसले चाहिँ के भन्छ त, एनालाइसिस क्यान बी नो बेटर देन स्याम्पल इटसेल्फ। भनेको स्याम्पल जति महत्त्वपूर्ण छ, एनालाइसिस महत्त्वपूर्ण त छ, तर स्याम्पल नै गलत भइदियो भने जतिसुकै राम्रो एनालाइसिस भए पनि त्यसबाट आउने नतिजा चाहिँ सही नहुन सक्छ। त्यही भएर एनालाइसिस क्यान बी नो बेटर देन स्याम्पल इटसेल्फ भन्ने चाहिँ प्रिन्सिपल अफ एनालाइसिसले भन्छ। यसले के इम्फेसाइज गर्छ भने स्याम्पलिङ गर्दा एकदम प्रोपर गर्ने, प्याकेजिङ गर्दा एकदम सही तरिकाले चाहिँ त्यहाँ विज्ञहरूको उपस्थितिमा गर्ने भन्ने कुरा चाहिँ यो प्रिन्सिपलले गर्दछ। फिजिकल इभिडेन्स चाहिँ साइन्टिफिकल्ली इक्जामाइन हुन्छन्, टेस्ट र इन्टरप्रेट हुन्छन्। अनि यसले चाहिँ के गर्छ त भन्दाखेरि क्राइम जुन अपराध अनुसन्धान छ त्यसमा चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दछ। एनालाइसिसमा के हुनसक्छ, केमिकल टेस्ट, फिजिकल टेस्टहरू हुनसक्छ, बायोलोजिकल इक्जामिनेसनहरू हुनसक्छ, माइक्रोस्कोपिक हुनसक्छ, डिएनएको प्रोफाइलिङहरू हुनसक्छ, विभिन्न एनालाइसिसका पार्टहरू हुनसके र रिजल्ट कस्तो हुनुपर्छ त भन्ने कुरा थाहा पाउनुपर्छ। अब्जेक्टिभ, एकुरेट, रिप्रोड्युसेबल र लिगल्ली एडमिसिबल। अदालतमा चाहिँ मान्य हुनु पर्यो। र जस्तै अहिले मैले कुनै एउटा स्याम्पलको डिएनए परीक्षण गरेँ, त्यो डिएनएमा एउटा व्यक्तिको आयो भने भोलि त्यही डिएनए परीक्षण गर्दा दोस्रो व्यक्तिको आउनु भएन, त्यसै व्यक्तिको आउनु पर्यो भने रिजल्ट चाहिँ के हुनु पर्यो त, रिप्रोड्युसेबल हुनु पर्यो, एकुरेट पनि हुनु पर्यो, एकदम सही हुनु पर्यो यो चाहिँ, र अब्जेक्टिभ हुनु पर्यो भन्ने चाहिँ, रिजल्ट चाहिँ यस्तो यस्तो हुनु पर्यो भन्ने कुरा थाहा पाइराख्नु। यसै क्रममा हामीले विभिन्न ब्रान्चहरूका कुराहरू पनि गरौँ। विधि विज्ञानमा चाहिँ विभिन्न शाखाहरू छन्। ती शाखाहरूको कुरा गर्दा फरेन्सिक बायोलोजी, सेरोलोजी, जसले चाहिँ ह्युमन अथवा चाहिँ यो बोडी फ्लुइड भनौँ मेनली, त्यसको परीक्षण गर्ने काम गर्छ। डिएनएले चाहिँ इन्डिभिजुअलाइजेसनतिर गयो। त्यो जुन स्याम्पल आएको छ त्यो स्याम्पल चाहिँ त्यसै व्यक्तिको हो कि होइन भन्ने कुरा चाहिँ डिएनएले दिने कुरा भयो। फरेन्सिक केमिस्ट्रीले विभिन्न प्रकारका केमिकलहरू, त्यसमा भएको कम्पोजिसनहरू पत्ता लगाउने काम गर्छ। फरेन्सिक टक्सिकोलोजी पोइजन सम्बन्धीको अध्ययन हो। कुनै व्यक्तिले पोइजन खाएर चाहिँ आफ्नो ज्यान गयो भने त्यो व्यक्तिले चाहिँ कुन पोइजन खाएको रहेछ भन्ने कुरा चाहिँ फरेन्सिक टक्सिकोलोजी शाखाले हेर्ने गर्दछ। यसका लागि चाहिँ डाक्टर साहबहरूले चाहिँ अटोप्सी गर्दाखेरि त्यहाँबाट जुन भिसेरा भनेको चाहिँ हाम्रो डेलिकेट अर्ग्यान्सहरू, जस्तै स्टोमकहरू, मुटु, कलेजो, यी कुराहरू भए र हाम्रो के हुन्छ, खाएपछि चाहिँ स्टोमकमा चाहिँ रहन्छ र त्यो स्टोमक कन्टेन्टको परीक्षण चाहिँ फरेन्सिक टक्सिकोलोजीले गर्छ, जसले पोइजनको
कुरा थाहा पाउँछ। क्वेसन डकुमेन्ट भनेको कुनै पनि विवादास्पद प्रलेखहरू, कसैले चाहिँ चेकमा चाहिँ अर्कैको हस्ताक्षर गरेर पैसा लिन गयो, अथवा चाहिँ एउटा लिखित कुरा केही लेख्यो र त्यसको तल चाहिँ अर्कैको हस्ताक्षर गरेर गयो, यस्तो खालको फर्जी कुराहरू गर्छ भने त्यो चाहिँ त्यसै व्यक्तिले गरेको हो या होइन, ओरिजिनल व्यक्तिको हो या होइन भन्ने कुरा चाहिँ यसबाट हेरिन्छ। जस्तै करेन्सीका कुराहरू, फर्जी करेन्सीहरू होइन, ओरिजिनल जुन हुन्छन् ती करेन्सीहरू चाहिँ फर्जी हुन् कि होइनन्, ओरिजिनल करेन्सी हो कि होइन, त्यो कुरा भन्ने कुरा क्वेसन डकुमेन्ट शाखाले हेर्ने गर्दछ। फोरेन्सिक ब्यालिस्टिक्सले चाहिँ कुनै हतियारबाट चाहिँ फायर भयो बुलेट भने त्यसै हतियारबाट त्यो बुलेट फायर भएको हो कि होइन, अथवा त्यहाँ भएको कार्ट्रिज केस चाहिँ घटनास्थलमा भेटियो भने त्यो कार्ट्रिज केस त्यसै हतियारबाट फायर भएको हो कि होइन भन्ने कुरा चाहिँ फोरेन्सिक ब्यालिस्टिक्सले दिने गर्दछ। फिङ्गरप्रिन्ट शाखाले चाहिँ घटनास्थलमा भेटिएका ल्याटेन्ट फिङ्गरप्रिन्टहरू अथवा चाहिँ कुनै पनि फिङ्गरप्रिन्टहरू चाहिँ कम्पेयर गरेर यो फिङ्गरप्रिन्ट कुन व्यक्तिको हो भन्ने कुरा दिन्छ। यसका लागि कन्ट्रोल स्याम्पल चाहिन्छ। जस्तै मैले कुनै ठाउँमा आफ्नो औँठा छाप छोडेँ भने, औँला छाप छोडेँ भने त्यो फिङ्गरप्रिन्ट चाहिँ मेरो हो कि होइन भन्ने कुरा कन्फर्म गर्नको लागि मैले जुन चाहिँ ल्याबलाई आफ्नो फिङ्गरप्रिन्ट दिन्छु त्यो चाहिँ कन्ट्रोल स्याम्पल भयो भने, कुनै ठाउँमा चाहिँ फिङ्गरप्रिन्ट कलेक्ट भयो भने त्यो चाहिँ अननोन स्याम्पल भयो। कन्ट्रोल स्याम्पल र अननोन स्याम्पललाई कम्पेयर गरेर चाहिँ के हुन्छ त, कन्फर्म गर्छन् कि यो दुईटा चाहिँ एउटै व्यक्तिको फिङ्गरप्रिन्ट हो कि होइन भन्ने कुरा। एउटा व्यक्तिको त्यही औँलाको पनि हुनु पर्यो। अनि फोरेन्सिक मेडिसिनले चाहिँ अटोप्सीहरू गर्ने, यो फोरेन्सिक सम्बन्धी त्यहाँ शरीरमा चाहिँ के कुरा छ, घाउहरूका कुराहरू, यी सबै कुराहरू हेर्ने गर्नुहुन्छ। वाइल्ड लाइफ फोरेन्सिकले जस्तै हामीले कुनै ठाउँमा चाहिँ गैँडाको खाक भनेर बेचिराखेको छ भने त्यो गैँडाको खाक वास्तविक हो कि होइन, डुप्लिकेट हो कि या साँच्चै गैँडाकै हो कि होइन भन्ने कुराहरू, यस्ता खालका चाहिँ वाइल्ड लाइफ फोरेन्सिकले हेर्ने गर्दछ। डिजिटल फोरेन्सिकले चाहिँ यो डिजिटल इक्विपमेन्ट्सहरू, मोबाइल, ल्यापटप, यी सबै सम्बन्धीका जति पनि क्राइमहरू छन् त्यो सबै कुराहरू चाहिँ त्यसमा के स्टोर भएको छ, त्यो भित्र के थियो भन्ने कुरा चाहिँ डिजिटल फोरेन्सिकले हेर्ने गर्दछ। युटिलाइजिङ, यहाँ मैले एउटा कुरा चाहिँ लेखेको छु, युटिलाइजिङ साइन्स एन्ड टेक्नोलोजी टु अनकभर द ट्रथ एन्ड सल्भ क्राइम भनेर चाहिँ यो पनि यसो बुझ्नु पर्यो। हामीले महत्त्वका कुराहरू गरौँ। फोरेन्सिक साइन्स किन आवश्यक छ भन्दा यसले चाहिँ यो एक नम्बरमा त विज्ञान हो, मल्टिडिसिप्लिनरी सब्जेक्ट हो, यसमा फिजिक्स, केमिस्ट्री, बायोलोजी सबै प्रकारका साइन्सको चाहिँ एप्लिकेसन चाहिँ हुन्छ भनेको। सबै प्रकारका विज्ञानको प्रयोग गरेर यदि हामीले कानुनका कुराहरू गर्छौँ भने त्यसलाई नै फोरेन्सिक साइन्स भन्ने हो। अब यसले क्राइम सल्भ गर्न मद्दत गर्यो, एउटा साइन्टिफिक इभिडेन्स प्रोभाइड गर्यो, जसले गर्दाखेरि सत्य कुरा के हो भन्ने कुरा बाहिर आउँछ। यसले चाहिँ जस्टिस सिस्टमलाई पनि सपोर्ट गरेको छ। प्रोटेक्ट गर्छ कसलाई भन्दा इनोसेन्टलाई गर्छ, र सजायका लागि चाहिँ के गरिदिन्छ त, यो चाहिँ दोषी हो भनेर भनिदिने काम पनि गर्छ। इन्डाइरेक्टली चाहिँ भौतिक सबुतले त्यसलाई लिङ्क गर्ने कुरा त भइ नै हाल्यो। र अर्को एउटा के हुन्छ भने अपराधलाई चाहिँ के हुन्छ त, डर पनि हुन्छ अपराधीलाई। त्यसले के भन्छ, यदि मैले अपराध गरेँ भने म पक्रिन सक्छु, किन मैले केही न केही त त्यहाँ छोड्छु, त्यो छोडिसकेपछि त्यो जस्तै इभिडेन्स त मैले छोड्छु जति नै चलाक भए पनि हो, त्यो इभिडेन्सका आधारमा म पक्रिन्छु र भोलि मलाई कारबाही हुन्छ भन्ने डरले पनि व्यक्तिले चाहिँ अपराध गर्दैन। यसरी चाहिँ अपराध पनि न्यूनीकरण हुने गर्दछ। अनि भिक्टिम र मिसिङ पर्सनहरू चाहिँ के हुने, आइडेन्टिफाई हुने। जस्तै डिजास्टरमा होइन, जस्तै एरोप्लेन क्र्यासमै भनौँ, त्यसमा चाहिँ अब को व्यक्तिहरू छन् भन्ने त लिस्ट हुन्छ, तर त्यहाँ भेटिएको जुन साना जलेकै टुक्राहरू होलान् त्यसको शरीरको, त्यो कुन व्यक्तिको चाहिँ हो भन्ने कुरा डिएनए आइडेन्टिफिकेसनबाट चाहिँ थाहा हुने कुराहरू भइ नै हाले। मिसिङ पर्सनहरूको त्यस्तो हुन्छ। एडभान्स साइन्स एन्ड सोसाइटी भनेको छ, यसमा चाहिँ विभिन्न प्रकारका रिसर्चहरू, टेक्नोलोजिकल इनोभेसनका कुराहरू आउँछन्, जसले गर्दा के हुन्छ, समाज पूर्ण रूपमा चाहिँ अब सम्पूर्ण समाज नै के हुन्छ त, बेनिफिट हुन्छ यसबाट। हामीले के भन्छौँ भने इभिडेन्स स्पिक्स, साइन्स लिड्स र जस्टिस प्रिभेल्स भनेर भन्छौँ। फोरेन्सिक साइन्स खालि त्यो अपराध चाहिँ सल्भ गर्ने अथवा चाहिँ अपराध अनुसन्धान गर्नेको पाटो मात्र होइन, यसले चाहिँ सत्यलाई आत्मसात गर्छ। अनि अर्को कुरो भनेको मानवाधिकारको संरक्षण गर्छ र न्याय दिने काम पनि गर्दछ भन्ने कुरा यसबाट देखिन्छ। हाल नेपालमा फोरेन्सिक साइन्स अथवा विधि विज्ञानको अवस्था के छ भन्दा, विधि विज्ञान अहिले दुईटा छुट्टा छुट्टै पाटोको रूपमा हेरिन्छ। एउटा चाहिँ गृह मन्त्रालय अन्तर्गत नेपाल पुलिस हेडक्वार्टर र क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्टभित्र चाहिँ नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला भन्ने चाहिँ रहेको छ। त्यसको केन्द्रीय कार्यालय सामाखुसीमा छ, एनपिसिएफएसएल भन्छौँ सर्टमा चाहिँ। यसको वेबसाइट मैले यहाँ राखिदिएको छु, यो सम्बन्धी थप जानकारी चाहिएमा यो वेबसाइटमा गएर हजुरहरूले हेर्न सक्नुहुन्छ। र अर्को भनेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,
अन्तर्गत चाहिँ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलटारमा रहेको छ यसको केन्द्रीय कार्यालय। यसरी दुईटा, एउटा गृह मन्त्रालय अन्तर्गत, अर्को चाहिँ शिक्षा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत चाहिँ रहेका छन्। हामी यिनीहरूका बारेमा थोरै चर्चा गरौँ। नेपाल प्रहरीको जुन विधि विज्ञान प्रयोगशाला छ त्यसमा चाहिँ एउटा केन्द्रीय भइ नै हाल्यो सामाखुसीमा, अर्को शाखा चाहिँ शाखा विस्तार गरेको छ भनेपछि यसले चाहिँ एउटा धरानमा र नेपालगञ्जमा दुईटा एक्स्ट्रा के भयो फोरेन्सिक साइन्सको चाहिँ प्रयोगशालाहरू रहेका छन्। धरानमा टक्सिकोलोजी र नार्कोटिक्सको सेवा लिन सकिन्छ भने नेपालगञ्जमा चाहिँ टक्सिकोलोजी मात्रै रहेको छ। बाँकी प्रदेशहरूमा चाहिँ प्रयोगशाला स्थापना भइसकेको अवस्था चाहिँ छैन। भने हजुरहरूले के चाहिँ थाहा पाउनु पर्यो भने विधि विज्ञान प्रयोगशाला जुन प्रहरीको अन्तर्गत छ त्यो चाहिँ एउटा केन्द्रीय कार्यालय सामाखुसीमा भइ नै हाल्यो। त्यसमा चाहिँ 11वटा युनिट छन्, त्यसको चर्चा हामी गर्ने नै छौँ। र धरानमा 2टा युनिट, एउटा टक्सिकोलोजी अर्को नार्कोटिक्स, त्यसै गरी नेपालगञ्जमा चाहिँ टक्सिकोलोजी रहेको छ भन्ने कुरा देखिन्छ। यो केन्द्रीय कार्यालयमा कुन कुन शाखाहरू छन् भन्दाखेरि 4वटा डिभिजनमा चाहिँ डिभाइड गरेको भेटिन्छ। यसको वेबसाइटहरूमा हामीले हेर्ने हो भने जसमा केमिस्ट्री डिभिजन, बायोलोजी, फिजिकल र फिङ्गरप्रिन्ट डिभिजन। फिङ्गरप्रिन्ट डिभिजनभित्र फिङ्गरप्रिन्ट युनिट र एफिस छ। एफिस भनेको अटोमेटेड फिङ्गरप्रिन्ट आइडेन्टिफिकेसन सिस्टम हो। यसले चाहिँ त्यहाँ सिस्टममा फिङ्गरप्रिन्टहरू राख्यो भने तिनीहरूलाई म्याच गर्ने कामहरू गर्दछ। त्यो भएको पहिला नै त्यहाँ भएको डेटामा जति फिङ्गरप्रिन्ट छन् ती फिङ्गरप्रिन्टसँग चाहिँ नयाँ फिङ्गरप्रिन्ट हामीले राख्यौँ भने त्यो फिङ्गरप्रिन्ट तिनीहरूसँग म्याच हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ एफिसको माध्यमबाट सहजीकरण हुन्छ। फिजिकल डिभिजनमा चाहिँ क्वेसन डकुमेन्ट युनिट, यसको बारे मैले भनि नै सकेका छु। करेन्सीका कुराहरू, सुसाइड नोटका कुराहरू, त्यसै व्यक्तिले लेखेको हो कि होइन भन्ने कुराहरू, सिग्नेचरका कुराहरू परीक्षण हुने क्वेसन डकुमेन्ट युनिट भयो। ब्यालिस्टिक युनिटले चाहिँ हात हतियार तथा खरखजाना सम्बन्धी भौतिक सबुतहरू परीक्षण गर्ने गर्दछ। फिजिक्स युनिटले चाहिँ जस्तै गाडीको इन्जिन नम्बर, चेसिस नम्बरहरू परीक्षण गर्ने, होइन, पेन्ट एनालाइसिसका कुराहरू हुन्छ। तर पेन्ट एनालाइसिस चाहिँ हाल नेपाल प्रहरीको प्रयोगशालामा रहेको अवस्था छैन। फोटोग्राफी युनिटले चाहिँ फोटोहरूको चाहिँ हेर्ने कुरा भयो। यो चाहिँ अहिले फरेन्सिकका रूपमा नभइकन यसले फोटो खिच्ने कामहरू त गर्ने नै भयो र फरेन्सिकको यसको अहिले डाइरेक्टली भनेको यहाँ फिङ्गरप्रिन्टतिर युज हुन्छ। फोटोग्राफी युनिट भनेको फोटोहरूलाई चाहिँ छुट्टै दुईटा कम्पेयर गर्ने सुविधा हाल नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा रहेको छैन। डिएनए युनिटले चाहिँ इन्डिभिजुअलाइजेसनका कुराहरू गरिहाले। जस्तै हड्डी भेटियो भने त्यो हड्डी चाहिँ त्यसको डिएनए एक्सट्र्याक्ट गरेर चाहिँ डिएनए हामीले निकालिसकेपछि डिएनए थाहा भयो भने त्यसपछि त्यो कुन व्यक्तिको हो भन्ने कुराहरू चाहिँ हेर्ने गर्दछ। बायोलोजी सेरोलोजी युनिटले मानव शरीरमा भएका बडी फ्लुइडहरूको स्टडी गर्ने, घटनास्थलमा रगत भेटियो भने त्यो रगत मानवको हो कि होइन अथवा कुनै जनावरको हो कि भन्ने कुराहरू हेर्ने कुरा भयो। केमिस्ट्री नार्कोटिक्सले चाहिँ लागु औषध सम्बन्धी गाँजाको केही मात्रा आयो भने त्यो गाँजा नै हो कि होइन अथवा कुनै पनि त्यस्तो खालको लागु औषध, होइन, साइकोट्रोपिक सब्सटेन्सहरू यिनीहरूको चाहिँ स्टडी गर्ने भयो। एक्सप्लोसिभ युनिटले चाहिँ विस्फोटक सम्बन्धीका कुराहरू हेर्छ भने टक्सिकोलोजी युनिटले चाहिँ विष विज्ञान नै भयो भने पोइजनको स्टडी गर्ने भयो। अब हाम्रो राष्ट्रिय विधि विज्ञान प्रयोगशाला जुन नेसनल फोरेन्सिक साइन्स ल्याबोरेटरी हामीले खुमलटारको कुरा गऱ्यौँ, त्यसमा चाहिँ हामीसँग खुमलटारमा एउटा केन्द्रीय नै भइहाल्यो। त्यसै गरी एउटा धनगढी कैलालीमा, अर्को सुर्खेत वीरेन्द्रनगर, अनि बुटवल योगीकुटी र बर्दिवास महोत्तरी गरेर 5वटा ठाउँमा चाहिँ यो विधि विज्ञान प्रयोगशालाले विस्तार गरिसकेको अवस्था छ। यसका नेपाल फोरेन्सिक साइन्स ल्याब खुमलटारको चाहिँ जुन छ त्यसमा चाहिँ अब हाम्रो टक्सिकोलोजी सेक्सनभित्र टक्सिकोलोजी युनिट, नार्कोटिक्स, केमिस्ट्री, बायोलोजीभित्र बायोलोजी युनिट, सेरोलोजी, डिएनए र वाइल्ड लाइफ। अनि अर्को कुरो, यो वाइल्ड लाइफ चाहिँ खुमलटारले मात्रै गर्ने गरेको छ। हाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा वाइल्ड लाइफको चाहिँ परीक्षण हुने गरेको छैन। डकुमेन्ट सेक्सनमा क्वेसन डकुमेन्ट युनिट भयो, कमन कुराहरू नै छन् अधिकांश। यो वाइल्ड लाइफ चाहिँ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले गर्छ भने उता फोरेन्सिक ब्यालिस्टिक्स चाहिँ फेरि प्रहरीसँग मात्रै रहेको छ हालको अवस्थामा। यसको डेटा चाहिँ मैले यहाँबाट रिफरेन्स लिएको थिएँ। यहाँ केन्द्रीय कार्यालय खुमलटारमा यो शाखाहरू छ, यसमा यति परीक्षण भयो भनेपछि अवश्य पनि यी शाखाहरू छन्। यहाँबाट रिफरेन्स लिएर हजुरहरूले कुन कुन शाखा छ कुनमा भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ। जस्तै बर्दिवासमा चाहिँ यो शाखा छ। अब बायोलोजी सेरोलोजीको 0 छ भनेपछि अब केस नआएको हो या यो शाखा नभएको हो भन्ने कुरा आउँछ। त्यसै गरी यो हेरेर हजुरहरूले चाहिँ आफूले लेख्न सक्नुहुन्छ। यसै गरी
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा चाहिँ पैसा लिएर चाहिँ केस परीक्षण गर्ने गरिँदैन भने खुमलटारमा चाहिँ यो राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चाहिँ यहाँ मूल्य सूची नै दिएको छ। यसरी चाहिँ कुनै केस यदि कुनै व्यक्तिले परीक्षण गर्न चाह्यो भने उसले चाहिँ यति पैसा तिरेर चाहिँ यति रकम बुझाएर उसले परीक्षण गर्ने सुविधा रहेको हुन्छ। जस्तै अहिले बच्चा भेटियो, त्यो बच्चा चाहिँ कसको भन्यो भने अब त्यसको आमा-बासम्म लिङ्क गर्नलाई आमा-बा शङ्कित आमा-बाको चाहिँ डिएनए त्योसँग म्याच गराउनु पर्यो। आमा-बाले नै चाहे भने उनीहरूले चाहिँ आफैले पैसा तिर्नु पर्यो। तर यो फौजदारी केसमा चाहिँ पैसा नलाग्ने हुन्छ, रकम तिर्नु परेन। सरकारी जस्तै अदालतबाट आएको केसहरू यस्तोमा भने तर व्यक्तिले केही कुरा परीक्षण गर्न चाहन्छ भने रकम तिर्नुपर्ने देखिन्छ र यसमा चाहिँ रकमहरू लेखिएको छ। यो मैले वेबसाइटबाट नै डाउनलोड गरेको छु। त्यसै गरी अब एडभान्सेसका कुराहरू गरौँ हामी। फरेन्सिक साइन्समा डिएनए छ। डिएनएले चाहिँ के हुन्छ भन्दा जस्तै कुनै ठाउँमा चाहिँ रगत भेटियो भने त्यो रगतमा डिएनए छ कि छैन पहिला त्यो हेर्नु पर्यो र डिएनए शाखाले डिएनए एक्सट्र्याक्ट गरेर डिएनएमा चाहिँ यो डिएनए चाहिँ यसको चाहिँ पोजिटिभ देखियो, डिएनए हेर्न सकिने अवस्थामा छ भन्ने छ भने त्यसपछि चाहिँ हामी कसको रहेछ भनेर त्यो स्याम्पल कन्ट्रोल स्याम्पल मगाएर शङ्कित व्यक्तिहरूको परीक्षण गरेर त्यो म्याच गर्ने हुन्छ। त्यो डिएनए चाहिँ रगतमा मात्रै नभएर कपालको जरामा, हड्डीमा, होइन, रेयालमा यसरी चाहिँ हुने गर्दछ र रगतमा हुने डिएनए कुनै व्यक्तिको रगतमा हुने डिएनए र त्यसको कपालको जरामा हुने डिएनए चाहिँ एउटै हुन्छ। त्यसमा समस्या भएन। त्यसै गरी जिसिएमएस छ। जिसिएमएसले विभिन्न प्रकारका केमिकलहरूको परीक्षण गर्ने गर्दछ। जस्तै अल्कोहलका कुराहरू यो सबै जिसिएमएसमा गरिन्छ। अनि भिएससी भनेको भिडियो स्पेक्ट्रल कम्प्यारेटर हो। भिएससीले चाहिँ क्वेसन डकुमेन्ट शाखाले प्रयोग गर्छ। यसमा चाहिँ कुनै पनि डकुमेन्टहरूमा जस्तै पछि केही कुरा थपेको छ कि, जस्तै 81लाई होइन 181 बनाएको छ कि, त्यस्तो हुनसक्छ। त्यो 1 पछि थपेको हो भन्ने कुरा चाहिँ यसबाट देखिन्छ। कम्पेरिजन माइक्रोस्कोप चाहिँ ब्यालिस्टिक शाखाको लागि हो। यो एउटा रिसेन्ट एडभान्सेस नै हो। यसमा दुईटै यो जस्तै दुईटा माइक्रोस्कोप हुन्छ, एकअर्कामा चाहिँ कनेक्टेड हुन्छ। अनि यहाँनिर एउटा स्याम्पल राख्ने, अर्को स्याम्पल यहाँ राख्ने, यो दुईटै स्याम्पललाई लिङ्क गर्नको लागि चाहिँ एकैचोटि दुईटैलाई हेर्न सकिन्छ। त्यसलाई चाहिँ मोनिटरमा पनि त्यसको डिस्प्ले हुने नै भयो, अथवा चाहिँ हामीले यहाँबाट आइपिसबाट हेर्न सक्यौँ। त्यसै गरी आइबिस भनेको इन्टिग्रेटेड ब्यालिस्टिक आइडेन्टिफिकेसन सिस्टम हो। यसले चाहिँ टेस्ट फायर गरेका जति पनि केसहरू छन् ती सबैलाई चाहिँ यहाँ रेकर्ड राख्ने र नयाँ केस आउँदाखेरि त्यो हामीले जुन बुलेट छ त्यो बुलेटमा भएका मार्कहरू चाहिँ पहिला भएका बुलेटमा भएका मार्कहरूसँग म्याच गर्छ कि गर्दैन भन्ने कुराको चाहिँ डेटा राख्ने काम गर्दछ। यसले चाहिँ त्यहाँबाट के हुनसक्छ त, अब यो पहिला आएको छ भनेर म्याच गर्नलाई चाहिँ यसले सजेस्ट गर्ने भयो, सहयोग गर्ने भयो। त्यसै गरी हामीसँग फोरियर ट्रान्सफर इन्फ्रारेड स्पेक्ट्रोस्कोपी ट्रेस इभिडेन्सको लागि कोडिस चाहिँ डिएनएको डेटाबेस नै भइहाल्यो। अनि एलसिएमएस चाहिँ टक्सिकोलोजी ड्रग एनालाइसिसको लागि, एफिस चाहिँ फिङ्गरप्रिन्टको चाहिँ आइडेन्टिफिकेसनको लागि। यसको फुल फर्म चाहिँ याद गर्नु होला, अटोमेटेड फिङ्गरप्रिन्ट आइडेन्टिफिकेसन सिस्टम हो। फिङ्गरप्रिन्ट शाखासँग नेपाल प्रहरीमा चाहिँ रहेको छ। यसका साथै अहिले चाहिँ एनजिएसहरू होइन, डिएनए फेनोटाइपिङ, यी धेरै एडभान्सेसहरू छन्। यीमध्ये तपाईँहरूले चाहिँ इन्ट्रेस्ट भयो भने खोजेर बुझ्न सक्नुहुन्छ। यी बेसिक कुराहरू मैले भनेको नै छु। यति कुराहरू तपाईँहरूले थाहा पाउनुभयो भने बेसिक इन्फर्मेसन चाहिँ विधि विज्ञानको बारेमा चाहिँ थाहा पाउनुभयो होला भन्ने चाहिँ आशा गरेको छु। यो भिडियो हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँहरूको भविष्य उज्जवल रहोस्। धन्यवाद।